कुलमान र ओम प्रकाशको सम्पत्ति कति सार्वजनिक गर्न आनाकानी, यो शीर्षकमा sunrisekhabar.com मा एक समाचार प्रकाशित गरिएको छ। मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रममा अझै ढिलाइ हुने भएको छ। ऊर्जा मन्त्री कुलमान घिसिङले आफू भारत भ्रमणबाट फर्किएको केही दिनपछि मात्र विवरण सार्वजनिक गर्नुपर्छ भनेर अडान लिएकाले ढिलाइ हुने भएको हो। अर्थमन्त्री रामेश्वर खनालले मन्त्री परिषदको सुरुको बैठकमै सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो, तर कुलमान घिसिङ र ओम प्रकाश अर्यालको विरोधका कारण सम्भव भएन। कुलमान र ओम प्रकाशको भनाइ थियो, विगतको सबै सरकारले सम्पत्ति विवरण सार्वजनिक गरेका थिएनन्, हामीले सार्वजनिक गर्नुपर्ने कानुनी बाध्यता छैन। अर्थमन्त्री खनालले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ भन्ने कानुनी बाध्यता नरहेको तर नैतिक दायित्व रहेको बताउनु भएको थियो। त्यसपछि कुलमान र ओम प्रकाशको रामेश्वरसँग सम्बन्ध बिग्रिएको छ। प्रधानमन्त्री सुशीला कार्की सहितको विभिन्न बैठकमा कुलमान र ओम प्रकाश बसे पनि रामेश्वरलाई बोलाइने गरेको छैन। मन्त्री परिषदमा वरियतामा रामेश्वर दोस्रो नम्बर भए पनि हरेक निर्णयमा उहाँलाई बाइपास गर्ने गरिएको छ। कुलमानले आफ्नो सम्पत्तिको अध्यावधिक विवरण कहिले तयार नपारेको तयार पार्न धेरै समय लाग्छ भन्नुभएको थियो। उता ओम प्रकाशले भने आफ्नो सम्पत्ति सबै श्रीमतीको कमाई भएको र धेरै सम्पत्ति ससुरालीबाट प्राप्त भएकाले सार्वजनिक गर्न प्राविधिक कठिनाइ भएको बताउनु भएको थियो। कुलमान र ओम प्रकाशकै कारण वर्तमान मन्त्री परिषदका सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक नभएको बुझिन्छ। एक कार्यक्रममा भाग लिन ऊर्जा मन्त्री घिसिङ भारत जानु भएको छ। उहाँले 4 दिनपछि नेपाल फर्कने बताउनु भएको छ। नेपाल फर्किएको केही समयपछि मात्र उहाँले आफ्नो सम्पत्ति विवरणले फाइनल रूप लिने बताउनु भएको छ। सम्पत्ति विवरणको प्रारम्भिक विवरण मन्त्री परिषदमा बुझाइसकेको तर त्यो फाइनल नभएको उहाँको भनाइ छ। मन्त्री परिषदमा अन्य सदस्यहरूले भने आफ्नो सम्पत्ति विवरण बुझाइसकेको बुझिन्छ। अन्य मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नमा कुनै आपत्ति छैन भनेको बुझिन्छ, तर कुलमान र ओम प्रकाशले आनाकानी गर्नाले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुन नसकेको हो। कानुन अनुसार मन्त्रीहरूले 60 दिन भित्र आफ्नो सम्पत्ति विवरण बुझाउनु पर्छ, तर त्यसलाई सार्वजनिक गर्नै पर्छ भन्ने बाध्यता भने छैन। यही कानुनी आधारलाई टेकेर कुलमान र ओम प्रकाशले सम्पत्ति विवरण सार्वजनिक नगर्न पहल गरिरहेको जानकारी प्राप्त भएको छ। कुलमानले आजसम्म 5 पैसा घुस कमिसन नखाएको बताउने गर्नुभएको छ। यो आधारमा हेर्दा उहाँको सम्पत्ति सर्वहारा नेपालीको जस्तो देखिने आम जनताको बुझाइरहेको छ। कुलमानले देखाउन मिल्ने वास्तविक सम्पत्ति कति हो भन्ने उहाँले सार्वजनिक गर्न मानेको खण्डमा मात्र थाहा हुनेछ।